कोटिया चोकबाट कोटिया हाउससम्मको लोकेसन भिडियो। कोटिया चोकबाट पूर्वपट्टि साइडमा हामी होटलतर्फ मात्रै जानुपर्ने हुन्छ। कोटिया हाउस एन्ड रेस्टुरेन्ट एन्ड कटेजमा चाहिँ तपाईँहरूले प्राइभेट क्याबिन, बार, रेस्टुरेन्ट, छुट्टै कटेज पनि रहेको छ। त्यहाँको बस स्टप आउँछ। बस स्टपदेखि अझै हल्का माथि गइसकेपछि हाम्रो कोटिया हाउस आउँछ। तपाईँहरू पनि आउनुहोला। कोटियामा रहेको हाम्रो कोटिया हाउसमा चाहिँ तपाईँले प्राइभेट क्याबिन, एसी क्याबिन र सेपरेट कटेज पनि तपाईँले पाउनुहुन्छ। साथसाथै मिठो परिकारहरू र लोकल एम्बियन्स विथ रेस्टुरेन्ट, बार पनि पाउनुहुन्छ र त्यसै गरी तपाईँले यहाँ पनि हुक्का पनि पाउनुहुन्छ है त। नमस्कार दाइ। नमस्कार भाइ राजा, नमस्कार। अनि हाम्रो आज कोटिया हाउसमा के बन्दैछ दाइ? आज हाम्रो कोटिया हाउसमा बटर नान बन्दैछ, बटर तन्दुरी भयो, अनि बटर चिकन अनि चिकन तन्दुरीहरू बन्दैछ नि। ए बटर नान, बटर चिकनहरू सबै बन्दैछ? हजुर हजुर भाइ। ए अनि यो हामी तन्दुरी ल्याउन चाहिँ कति बजेदेखि सुरु हुन्छ नि? तन्दुरी लाउन साँझको 3 साढे 3 बजे पछाडि तन्दुरीको सर्भिस सुरु छ सर। यसको लागि चाहिँ हामी कहाँ आउनुपर्छ नि? यसको लागि चाहिँ कोटी हावा चोकको थोरै सर्भिस रोडमा पूर्व साइड सोनाटा कम्पनीकै आडमा छ। ल, अन्य जानकारीको लागि तपाईँले माथि दिएको नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ। नमस्कार दाइ। नमस्कार भाइ, नमस्कार। आज हाम्रो कोटी हाउसमा के बन्दैछ? आज हाम्रो कोटी हाउसमा नाङ्लो सेट बन्दैछ। यो नाङ्लो सेट त एकदमै बब्बाल हुन्छ अरे। हजुर हो नि, बबाल छ। अनि यसमा चाहिँ के आइटमहरू हुन्छ नि? यसमा चिकन बिरयानी छ, चिकन ललिपप, चिकन ससेज, अन्य सबै आइटमहरू हुने रहेछ त। अझै थप धेरै कुराहरू छ अझै नाङ्लो सेटमा। यो खाना चाहिँ हामी कहाँ आउनुपर्छ नि? यो खानको लागि टक्क कोटियावा चोकको पूर्वी साइडमा सोनाटा कम्पनीकै आडमा। नमस्कार साथीहरू, आज हामी गयौँ कोटियामा रहेको यो स्पेसल लोकल भुटुवा पाउने ठाउँमा। आजकोसेला त उहाँहरूले यही होटेलमा स्पेसल र फ्रेस बनाउनु हुँदो रहेछ। यहाँ त प्राइभेट क्याबिन, प्राइभेट कटेज पनि रहेको छ। हामीले अर्डर गर्ने बित्तिकै केही समयमै हाम्रो अर्डर पनि टेबलमा आइरह्यो। हामीले मटन भुटुवासँगै हाँसको छोइला र बिरयानी पनि मगायौँ। यहाँको यो खानाहरू मलाई बब्बाल नै लाग्यो। हामीले ट्राई गरिसक्यौँ। तपाईँहरू पनि आउनुहोला, ट्राई गर्नुहोला र कस्तो लाग्छ कमेन्टमा भन्नु न। नमस्कार दाइ। नमस्कार ब्रदर, नमस्कार। आज हाम्रो कोटियामा त भ्यालेन्टाइन स्पेसल कम्बो आउँदै रहेछ नि त। हजुर हो नि, स्पेसल भ्यालेन्टाइन स्पेसल कम्बो आइरहेछ। यसमा चाहिँ के छ नि दाइ? यहाँ चिकन ललिपपहरू आयो, फ्रेन्च फ्राई, मोमो फ्राई, स्टिम, चिकन चाउमिन, कोक आउँछ। के रहेछ नि? अनि यसलाई कति पर्छ नि? 599 मात्रै हो। मात्रै 599 मा यति धेरै आइटमहरू? हजुर हजुर, ओन्ली 599। ल, तपाईँहरू पनि कोटिया हाउसमा आउनुहोला र आफ्नो भ्यालेन्टाइन चाहिँ एकदम स्पेसल पाउनु होला है त। नमस्कार साथीहरू, यो 5 देखि 6 जना मान्छेले पुग्ने यो नाङ्लो सेट चाहिँ कोटिया हाउसमा आउट भइसकेको छ। आज चाहिँ हामी खाना आइसकेका छौँ। यहाँ चाहिँ तपाईँले ललिपप, चिकन चाउमिन, मोमो, बिरयानी, ससेज, सादेको यस्तो धेरै आइटमहरू खाना पाउनुहुन्छ नि तपाईँहरूले। तपाईँहरू पनि आउनुहोला र यहाँको यो नाङ्लो सेट ट्राई गर्न सक्नुहुन्छ। र यसको लागि चाहिँ तपाईँले माथि दिएको नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ। र यसको लोकेसन चाहिँ कोटिया पूर्व साइडमा रहेको छ।